हेलो हेलो आज चाहिँ म रमिते जानलाई त्यहाँ रेडीमा छु। मेरो घरदेखि चाहिँ ठ्याक्कै रमिते पुग्नलाई 1 घन्टा 15 मिनट लाग्दो रहेछ। 32 किलोमिटर रहेछ। आज म रमितेको यात्रामा निस्केछु। हेर्नुहोस् कस्तो रहेछ त रमितेको भ्यू, तपाईँहरूलाई म देखाउँदै जानेछु। लेट्स चेक। यो रमिते जाने बाटो हो। यो बाटो चाहिँ निकै डेन्जर रहेछ, कुदाउनु निकै गाह्रै हुँदो रहेछ। यहाँ चाहिँ गाडी हेर्नुहोस् टट्टा हान्दिरहेछ। अनि यो चाहिँ मेरो घोडा, यो घोडाले मलाई लाँदैछ रमिते डाँडा। रमिते डाँडा पुग्न अब अझै निकै बाँकी छ। मेरो ग्याङहरू पछाडि फोटो सेसन गर्दैछन्। अब रमिते सरररररर गइन्छ। रमिते चाहिँ डाँडा काँडा सबै डाँडा काँडा मात्रै देखिन्छ। खोइ अब के देख्नु त केही देखिँदैन। मौसम पनि चिसो चिसो, ठ्याक्कै भेडाटारको जस्तै रहेछ। तोङबा रमितेमा तोङबा खाइँदैछु। र सुँगुरको मासु। दामी रहेछ, दामी। तुंगा चाहिँ हरामी रहेछ ग्रुपमै। अरू 4 जनाको पार्टी चल्दैछ है। तोङबा चाहिँ निकै मिठै थियो, मजाले खाइयो, पानी थपी थपी। दामी रहेछ। अब त हान्दैन। सुँगुरको मासु स्वाद चाहिँ मिठो रहेछ। मैले चाहिँ तोङबामा पानी थपी थपी खाइदिएँ। गर्मी भइरहेको थियो, चिर्खानु धेरै लागिरहेको थियो। र तोङबा र मासु खाइसकेपछि चाहिँ हामी यसो बारीतिर हेरेको, सिस्नै सिस्नो रहेछ। त्यस पछाडि फेरि सिस्नो टिप्न लाग्यो सबैजना, सिस्नोको सब्जी खाने भनेर। यो मुन्टा सबै टिप्नु। यो सिस्नो हो। यो भाङ्रे सिस्नो नामै भाङ्रे हो। पक्का रे हैन भाङ्रे। पहिला खाएर मिठो नलागेर नखायो भाङ्रे। र फाइनली सिस्नो टिपिसकेपछि चाहिँ हामी घर फर्क्यौँ। सी यू नेक्स्ट भिडियो गाइज, बाई बाई, थ्याङ्क यू फर वाचिङ।